हिन्दू भगाओ देश बचाओ। अच्छा, नेपालमा आज त्यो परिस्थिति आयो। 82% हिन्दू भएको देशमा हिन्दू भगाओ देश बचाओ। खबरदार, यो देशमा हिन्दू अधिराज्य स्थापना नहुन्जेलसम्मको लागि कसरी चुनाव हुन्छ हामी हेरौँला। यो देशको लागि, धर्मको लागि छातीमा गोली खान परे पनि हामी तयार छौं। र रवि बालेनजीलाई मन्त्री बनाउनकै लागि तपाईहरुले यो आन्दोलन गरे हो र के हाम्रा जेनजी युवा दाजुभाइहरूले यही चुनाव ल्याउनको लागि र रवि बालेनजीलाई मन्त्री बनाउनकै लागि तपाईहरुले यो आन्दोलन गरे हो र? तपाईहरुले देशको लागि, करप्सनको विरुद्ध, भ्रष्टाचारको विरुद्ध, व्यतिथिको विरुद्ध गर्नुभएको आन्दोलनलाई आज हाइज्याक गरेर कुनै विदेशी शक्तिको आडमा तपाईहरु सम्पूर्ण जेनजीहरूलाई धोका दिने काम भएको छ। जुन व्यक्ति जेनजी युवाहरू मर्दा त्यो लासमा एउटा श्रद्धाञ्जली दिन जान नसक्ने व्यक्ति आज प्रधानमन्त्रीको क्यान्डिडेटको लागि चाहिँ नि तपाई हाम्रोमा भोट माग्न आउँदाखेरि के तपाई हामी चुप लाएर बस्छौं? खबरदार, यो देशमा हिन्दू अधिराज्य स्थापना नहुन्जेलसम्मको लागि कसरी चुनाव हुन्छ हामी हेरौँला। त्यति मात्र होइन, हामी धर्मगुरुहरू पनि, म तपाईहरुलाई स्पष्ट भन्न चाहन्छु, म बोल्ने मान्छे मात्र होइन, हामी गर्ने मान्छे पनि हो। र यो देशको लागि, धर्मको लागि छातीमा गोली खान परे पनि हामी तयार छौं। तर कुनै पनि हालतमा यो विदेशी चुनाव हामी हुन दिँदैनौं यो राष्ट्रमा। दुर्गा प्रसाईजीले भनेको कुरा जे भनेको म त्यो ठ्याक पुगेको देखिराखेको छु, यो सत्य कुरा हो। अन्तिममा जेनजी भाइहरू सबैको चाहिँ मागलाई सम्बोधन गरेर अगाडि बढ्ने म यो भन्नुभएको थिएँ, म त्यो देख्दैछु छाँटकाँट अहिले यहाँ। दुर्गाजी जे पनि बोलिदिन्छन्, अरे बाबा मनमा पाप छैन, हृदयमा पाप छैन भन्छन्। एउटा बृहत आन्दोलनको तयारी गरौं। तर कस्तो आन्दोलन? हिन्दू अधिराज्य स्थापना गर्ने आन्दोलन, जुन आन्दोलनमा धर्मगुरुहरू पनि हटाउने छन्। धर्मगुरुहरू पनि अगाडि लागेर तपाईहरुको साथमा हजारौं धार्मिक सन्त महात्माहरूले पनि नेपाललाई हिन्दू अधिराज्य स्थापना गर्नको लागि हामी ज्यान जीवन दिन तयार छौं। तन मन वचन धन जे गर्नुपर्छ हामी सबै लाग्न तयार छौं। र अब समय आयो, तपाईहरुले याद गर्नुस् 62-63 मा यो देशमा राजालाई बहिर्गमन गराए। अब 82-83 मा पुनरागमन गर्ने घडी हो। यो घडीलाई सबैले मनन गर्नु होला। किन राजा, किन राजा? राजा नहुने भने त यो देशै नरहने रहेछ नि। एकताको प्रतीक त राजा नै हुनुहुँदो रहेछ नि त। यो जेनजी आन्दोलनबाट पनि पूरा स्वार्थ पूरा गर्न नसकेका विदेशीहरूले अब धार्मिक द्वन्द्व गराउन खोजिराखेका छन् देशमा। हिजो हेर्नुस् वीरगञ्जको घटना, हिन्दू भगाओ देश बचाओ। अच्छा, नेपालमा आज त्यो परिस्थिति आयो। 82% हिन्दू भएको देशमा हिन्दू भगाओ देश बचाओ। आज ती भन्ने व्यक्तिहरू असली मुस्लिम होइनन्। असली मुस्लिम दाजुभाइहरू त हिन्दू अधिराज्यको पक्षमा छन्, आज पनि छन्। ती हिन्दू अधिराज्य चाहने हाम्रा मुस्लिम दाजुभाइहरू जसले हिजो राष्ट्रिय एकीकरण हुँदै गर्दा पृथ्वीनारायण शाह बडा महाराज धिराजलाई साथ दिएर यो नेपाल एकीकरण गर्ने काममा सघाएका ती मुस्लिम दाजुभाइहरू हेर्न जानुस्। गोर्खामा जो ढाका टोपी लगाएर आज पनि राष्ट्रवादी भएर बसेका छन्, त्यस्ता मुस्लिम दाजुभाइहरूले कहिले भनेनन्। तर आज रोङ्गिया मुस्लिमहरू यसरी नेपालमा पसिराखेका छन्। ध्यान दिनु होला। हिजो मात्रै हामीले एकजना काठमाडौँमा भेट्यौं, त्यो रोङ्गिया मुस्लिमको चाहिँ एउटा नक्कली कार्ड सहित एउटा व्यक्ति। हामीले पुलिसमा उजुरी दिन पनि त्यहाँ मन्दिरबाट जाने काम भयो। आज देशमा धार्मिक द्वन्द्व फैलाउने, धार्मिक हिंसा गराउन खोज्ने एउटा तत्त्व पनि अगाडि बढिराखेको छ। अब विदेशीहरूले अनेक प्रोपगण्डा गरेर हाम्रो देशलाई, आज यो नेपाललाई एउटा गृहयुद्धमा लैजाने, रणभूमि बनाउने एउटा षड्यन्त्र हुँदैछ। कदापि हामीले धार्मिक द्वन्द्व हुन दिनु हुँदैन देशमा। हामी हिन्दू अधिराज्य, यो देशमा अमन चैन राजा सहितको हिन्दू राष्ट्रको पक्षमा रहेका सम्पूर्ण क्रिस्चियन दाजुभाइहरू, मुस्लिम दाजुभाइहरू, राष्ट्रवादीहरू हामीहरू सबै एक ठाउँमा जम्मा हुनुपर्छ। र अबको विकल्प राज संस्था हो।